बेलुकाको टाइममा यस्तो दामी सनसेट हेर्दै खोलामाथि बस्नुको मजा पनि छुट्टै छ। यो भिडियोमा के भयो थाहा पाउनको लागि लास्टसम्म हेरेर माया देखाइदिनु होला। हेलो एन्ड नमस्ते सबैजनालाई। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ? म पनि यता सन्चै छु। अनि हजुरहरूलाई मेरो आजको छोटो मिनी भ्लगमा स्वागत छ। आजको भ्लगको स्टार्टिङै चौचो सादेर खाना लागेको। सादेको चौचो मात्र नभए चिया पनि छ साथमा। सबै रेडी भइसक्यो र अब हामी खाना लागेको। मुख रसाएर कति बेला खाम जस्तो भइसकेको थियो। फर्स्ट बाइट हानेको त स्वर्ग पुगे जस्तो फिल भइरहेको। यस्तो दामी मिठो थियो। कसरी भन्नु म कति मिठो थियो भनेर। खाइसकेर मैले एकछिन हिजोको भिडियो एडिट गरेँ। भिडियो एडिट गर्दै थिएँ अनि मलाई साथीले मेसेज गरेर कतै डुल्न जाऊँ भनेर त्यसपछि म साइकल लिएर छिटो साथी भाटी गएँ। साथी भाटी आइसक्यो। ऊ चाहिँ भर्खरै आउँदै रहेछ। म चाहिँ यहाँ पर्खेर बसिरहेको थिएँ। मैले उसलाई अस्तिको भिडियोमा प्र्याङ्क गरेको थिएँ। कोले हेर्नु भयो? यदि हेर्नु भएको छैन भने गएर एकचोटि हेरिदिनु। हामी घरबाट त डुल्न जाने भनेर निस्क्यौँ तर कहाँ जाने भनेर केही प्लान बनाएकै थिएन। दुईजनाकै सल्लाह अनुसार हामी दराइबडी ताल जाने भनेर प्लान बनायौँ। धेरै भएको थियो दराइबडी ताल नगएको। आज यसो गइदिउँ न त भनेर हामी दराइबडी ताल आएको। दराइबडी ताल आएपछि केही न केही जनावर त देख्छ भनेर सोच्दै आएको। नभन्दै हामीले गैँडा देख्यो है। दुईवटा गैँडा जुदिरहेको रहेछ नि हामी चाहिँ छिटो दौडेर हेर्न जान लागेको। मैले लाइफमा अहिलेसम्म गैँडा जुधेको देखेको थिएन तर आज चाहिँ मैले देखेँ है। खतरा जुत्दै आएको थियो। मेरो साथी चिच्चाएर दुईजनै गैँडा भागे। हेर्नु नि यहाँ जुदिरहेको गैँडा पनि मान्छे कराएको सुनेर भागे एउटा गैँडा। कस्तो दामी जुदिरहेको थियो तपाईँहरूलाई देखाउँछु भनेको मेरो साथीले गर्दा देखाउनै पाएन। चितवनमा बस्नुको फाइदा पनि धेरै छ। फ्रीमा गैँडा हेर्न पाउँछ। अरू मान्छेहरू पैसा तिरेर हेर्न आउँछ। गैँडाले पनि मलाई हेरिरहेको छ। सायद म धेरै हिरो भएर यही मान्छेले गर्दा तपाईँहरूलाई गैँडा जुधेको देखाउन नपाएको। कमेन्टमा आएर के भन्नु त यो मान्छे। फेरि कमेन्टमा के भन्नु भनेको नराम्रो चाहिँ नभनिदिनु है बिचरा। गैँडा पनि आफ्नो घर गएर अब चाहिँ हामी एउटा दुइटा यसो भिडियो बनाऊँ भनेर भिडियो बनाउन जान लाग्यो। अनि मैले यस्तो दामी सनसेटमा उभिएर मेरो साथीलाई क्यामेरा समाउन लाएर मैले चाहिँ भिडियो बनाएँ। यस्तो दामी सनसेट देखिनु अनि मैले भिडियो नबनाउनु त कुरै हुँदैन। एक ठाउँमा त भिडियो बनायो अब अर्को ठाउँमा पनि भिडियो बनाउनको लागि जान लागेको हामी। मेरो आजको क्यामेराम्यान सृजन चौधरीको लागि भयो नि हजुरहरूले लाइक गरिदिनु होला मेरो भिडियो। हामी अर्को लोकेसनमा नि आइपुगिसक्यो। यस्तो दामी भ्यू देखिन्थ्यो नि यहाँबाट त आमामा कुरै नगरौँ। खोला माथि बसेर टक्क सनसेटको भिडियो बनाउने त मजै छुट्टै नि। फेरि मैले मेरो मात्र नभएर मेरो क्यामेराम्यानको पनि भिडियो बनाइदिएको। उसले चाहिँ भिडियो बनाएर उसको गर्लफ्रेन्डलाई पठाउँछु रे अनि मैले दामी भिडियो निकाल्दिन खोजेको। मलाई त भिडियो निकाल्न आएन राम्रो। अब गर्लफ्रेन्ड हुनेहरूले गर्लफ्रेन्डलाई भिडियो बनाएर पठाउँछ अनि म जस्तो मान्छे चाहिँ आफ्नो भिडियो आफै बनाएर आफै हेर्दै बस्छ। गर्लफ्रेन्ड हुनेहरूको मोज छ बरु। अनि हामी भिडियो बनाइसकेर हामी झन्डा पार्क जान लागेको। झन्डा पार्क चाहिँ किन जान लागेको भन्दा मैले योभन्दा 2 दिन अगाडिको भिडियोमा हालेको थिएँ। हजुरहरूले गएर हेर्न सक्नुहुन्छ किन गएको भनेर थाहा पाउनुहुन्छ। मैले चाहिँ मेरो साथीलाई मोबाइल लुकाइदिएर प्र्याङ्क गरेको थिएँ। हजुरहरूले त्यही भिडियो हेर्नु भएको छैन भने गएर हेर्नु होला। प्र्याङ्क सक्सेसफुल भएर अनि हामी भिडियो बनाइसकेर घर जान लागेको। बिचरा मेरो साथी रुन लागेको थियो झन्डै मोबाइल हरायो भनेर। मेरो साथी पनि घर गयो हजुरहरूलाई बाई बाई अनि म पनि आफ्नो घर आएँ। आजको लागि यति नै। हजुरहरूलाई कस्तो लाग्यो यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। फलो पनि गरिदिनु। हजुरहरूको साथीहरूलाई सेयर पनि गरिदिनु। भेटौँला अर्को भिडियोमा। बाई बाई गाइज।